टमाटर लगाइसकेको छु मैले। टमाटर लगाएको चाहिँ मैले भिडियो गरिनँ। टमाटर लगाइसकेँ। पाकेछ। अब चाहिँ निकालेर मजाले खाने हो। हेर्नुहोस् गाइस टमाटर। हे गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल। म आज फेरि नयाँ भिडियो लिएर आएको छु तपाईँहरूको छेउमा। आजको भिडियोमा चाहिँ म के बनाउँछु भनेदेखि आज बिहान मेरो भात पकाउने पालो छ। त म गुन्द्रुकको झोल अनि इन्चाक, कसैले जङचाक पनि भन्छ, कसैले मणिपुरी सिम पनि भन्छ, हो त्यसको सब्जी बनाउँछु है त गाइस। हे गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल। म आज फेरि नयाँ भिडियो लिएर आएको छु तपाईँहरूको छेउमा। आजको भिडियोमा चाहिँ म के बनाउँछु भनेदेखि आज बिहान मेरो भात पकाउने पालो छ। त म गुन्द्रुकको झोल अनि इन्चाक, कसैले जङचाक पनि भन्छ, कसैले मणिपुरी सिम पनि भन्छ, हो त्यसको सब्जी बनाउँछु है त गाइस। गाइस आज म बनाउँदैछु इन्चाक। कसैले जङचाक पनि भन्छ, इन्चाक पनि भन्छ, मणिपुरी सिम पनि भन्छ। यी हेर्नुहोस्, यो गाउँदेखि पठाइदिएको रहेछ खुर्काएर मजाले। अलिकति कालो भएछ, कोही बात छैन। त यहाँ तेल गरम भइसकेको छ। त गाइस अब यहाँ म लाउन जाँदैछु पियाज र खोर्सानी। हेर्नुहोस् गाइस, पियाज र खोर्सानी एकछिन परर पारेर खराउनु पर्छ तेलमा। अनि इन्चाकी हेर्नुहोस्, अघि मैले धुइधाई गरेर रेडी गरेर राखेको थिएँ। तो गाइस अब लगाइदियो। झन्डै करे फनफन गुरेछ त। निमक लगाइसकेको छु मैले। निमक लगाउने बेलामा चाहिँ भिडियो गरिएन। अब यहाँ आउँछ हल्दी, अलिकति छास्छ। हेर्नुहोस्, हल्दी लगाइदियो मैले, निमक हल्दी। अनि आयो यहाँ प्याकेटको मसला अलिकति। धेरै मसला लाउनु है, छस अलि जा। अब यो बन्द गरे। अब यसलाई हल्का यसरी मालमल पार्नुपर्छ है गाइस। तो गाइस आज मेरो पालो थियो भात सब्जी गर्ने। अनि मैले चाहिँ आज इन्चाकको सब्जी र हेर्नुहोस् यहाँ छ यो चाहिँ गुन्द्रुकको झोल है। इन्चाकको सब्जी अनि गुन्द्रुकको झोल गाउँदेखि हिजो प्रहलाद भाइ घरदेखि फेरि काममा वापस फर्किएको थियो। त उसलाई दिइपठाएको रहेछ घरदेखि किबी आसामी आलुहरू, इन्चाक, गुन्द्रुक, किनिमा। तो गाइस यही नै आज मजाले बनाएर खाउँला भनेर बनाएको नि। तो गाइस बेला बेलामा यसरी चलाउँदै गर्नुपर्छ, नभए फेरि डढ्छ। यसरी चलाउँदै गऱ्यो अनि हेर्दै गर्नुपर्छ। अनि मजाले चलाएर मसला मजाले लटपटिन्छ। अनि नपाकुन्जेलसम्म हेर्दै चलाउँदै गर्दै गर्नुपर्छ है गाइस। तो गाइस कस्तो के भएछ अब हेर्नु पर्यो एक बार। निकालेर भने टमाटर लगाइसकेको छु मैले। टमाटर लगाएको चाहिँ मैले भिडियो गरिनँ। टमाटर लगाइसकेँ। पाकेछ। अब चाहिँ निकालेर मजाले खाने हो। हेर्नुहोस् गाइस टमाटर लगाएर मजाले भुटेको छु। अब पाके जस्तै छ मेरो इन्चाकको सब्जी। अब निस्काएर चाहिँ मजाले टप्पै गरेर जिब्रा पड्काएर खानु। गाइस कसलाई मनपर्छ इन्चाकको सब्जी कमेन्ट्स गरेर भनिदिनु त है। अभी मजा आएगा ना भिडो। तो गाइस पाकिसकेको छ। अब खानु लागेको है इन्चाकको सब्जी।
लिइसकेको छु इन्चाकको सब्जी गुन्द्रुकको झोल। अब खानु लाग्यो है गाइस। ल कस्तो भयो टेस्ट गरी हेर्नु पर्यो। बढिया भएछ है। गजब भएछ। ल कसलाई इन्चाकको सब्जी मनपर्छ कमेन्टमा कमेन्ट गरेर भनिदिनु है गाइस। अब म चाहिँ खानु लागेँ। फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई सबैलाई।